ल हेर्नुहोस्, सबैले हामीले सबैको विरोध गर्यो भन्छन्। यो बाटो 15-20 वर्ष अगाडि खन्या बाटो हो। हामी साना 2-3 वर्ष हुँदाखेरि यहाँ डोजर हेर्न आउँथ्यौँ, त्यतिखेर बन्या बाटो। कतिवटा सरकार आए, कतिवटा नेताहरू परिवर्तन भए। यो हेर्नु, यो महिनामा पनि, यो माघको महिनामा पनि बाटो पुरा बर्खाको जस्तो छ। यहाँ कतिवटा दुर्घटना भइसके। अनि धेरै बोल्यो, विरोध गर्यो भन्छन् हैन। बाटो हेर्नुहोस्, बाटोको अवस्था ग्राभेल समेत भएको छैन, शुद्ध। के भन्नुहुन्छ सर? सर्वप्रथम मैले नमस्कार गर्न चाहे र अहिलेको सन्दर्भमा शुभ बिहानी जय घन्टी भन्न चाहे, किनभने अहिले माहौल घन्टीको छ। हामी पनि युवाहरू भएर हामीले पनि घन्टीलाई समर्थन गरेर काठमाडौँदेखि दैलेखसम्म आछौँ र हामी आउनुको कारण अब धेरैजना गाउँको झोलेहरूलाई र गाउँको नेताहरूलाई लाग्छ होला हाम्रो विरोधमा आए भन्ने लागिरह होला। हामी कसैको विरोधमा आएको होइनौँ। हामीले जनताको साथ र सपोर्टको लागि आएको हौँ र हामी जेएनजी आन्दोलन डे 1 देखि लागि परेका हौँ र हामीले चाहेको जस्तो परिवर्तन नभएर चाहिँ हामी अहिले चुनावी माहौलमा खटिनु पर्यो। अब यही बाटोको कुरा गर्दा पनि हाम्रो सायद माननीय दिगपाल साई आउँदा पनि यो बाटो फर्स्टमा कालोपत्ते गर्छु भन्नुभएको थियो। उहाँको कार्यकाल जेएनजी आन्दोलनले गर्दा उहाँको कार्यकाल सकिसके पनि उहाँको सायद विवादमा आइरहेछ अहिले मध्य पहाडी भन्छन् कि नाउलेको सडक खण्ड, र उहाँहरू फेरि पनि सांसदको र क्षेत्र नम्बर 2 को जनताले फेरि पनि हाम्रो माननीय नै हाम्रो दिगपाल साईलाई फेरि रोज्नु भएको छ अरे। कुन आधारले रोज्नु भएको छ, के छ त्यो जनताहरूले टिप्पणी गर्नुहुनेछ। र हामी चाहिँ कुनै पार्टी, कुनै यहाँको झोलेहरू र कुनै झोलेहरूको विपक्षमा र उनीहरूसँग के भन्ने विवादको लागि आएको होइन। हामी चाहिँ जनताले चाहेको, खोजेको र रोजेको ठाउँलाई परिवर्तन गर्नलाई हाम्रो एकदमै दैलेख क्षेत्र नम्बर 2 को लागि चाहिँ एकदमै राम्रो उम्मेदवार नेपाल सरकारको विद्युतको कार्यकारी प्रमुख सिओ ल्याएर आछौँ। यो भनेको दैलेखदेखि लिएर कर्णाली र क्षेत्र नम्बर 2 को लागि एकदमै गौरवशाली कुरो हो र यसैलाई आधार मानेर हाम्रो बखसाईलाई सबैजना मिलेर देश विदेशमा रहनुहुने सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूले आफ्नो आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई कन्भिन्स गरेर यो पालिको भोट पक्कै पनि हाम्रो इन्जिनियर बखसाईलाई दिनुपर्ने हुन्छ। र क्षेत्र नम्बर 1 को दाजुभाइ दिदीबहिनीहरूले एकदमै राम्रो समाजसेवी हाम्रो एनके दाई, म फर्स्ट पोइन्टदेखि नै चिन्छु, पहिल्यैदेखि नै चिन्छु म काठमाडौँ बस्दाखेरि पनि। उहाँले धेरै नै हेल्प गर्नुभएको थियो र क्षेत्र नम्बर 1 को दाजुभाइ दिदीबहिनीहरूले पनि एनके बस्नेतलाई उम्मेदवार पाउनु भनेको एकदमै खुसीको कुरो हो। त्यो भएर सबैजना योपालि घन्टीलाई समर्थन गरेर पार्टी जुन भए पनि एकचोटि चान्स हो, अपर्च्युनिटी पनि हो, यो आन्दोलन पनि हो र बालेन र रवि एकजुट हुनु भनेको पनि धेरै ठुलो कुरो हो। र दैलेखका लागि एक दिन बालेन र रविको अनुहार पनि यो ठाउँमा देखाउनेछौँ र सबैले साथ सपोर्ट गर्नुहोस् र त्यही अनुसार माया गर्नुभयो भने एक दिन अवश्य बालेन रवि जस्तो आदरणीय व्यक्तित्वहरू चाहिँ हाम्रो दैलेखमा टेक्नुहुनेछ। यही नै खुसीको कुरा हो। धन्यवाद। धन्यवाद। जय नेपाल, जय घन्टी।